यो युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी निर्देशनपूर्ण प्रतिबद्धता। अब यहाँनिर हाम्रो युवाको जुन मागको कुराहरू छ र युवाको कुराहरूलाई चाहिँ आजसम्म राष्ट्रले नसमेट्दै गर्दाखेरि हामी चाहिँ विभिन्न त्यो कुराहरू चाहिँ उत्पन्न समाजमा चाहिँ भइरहेको थियो। त्यो कुराहरूलाई चाहिँ अब कसरी एउटा ठाउँमा चाहिँ लिएर आउने र त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनतर्फ पनि चाहिँ हामी यो युवा मन्त्रालयको तर्फबाट चाहिँ कसरी यसलाई अगाडि बढाउने भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ। हजुर, अब यसो बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँ न, होइन? अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रियो भने होइन। तपाईँहरूले अलिकता इन्डोर्स मलाई गरिदिनु भयो भने मैले चाहिँ आफ्नो अनुरूपले चाहिँ टिमसँग चाहिँ सल्लाह गरेर नेपालमा चाहिँ के कुरा फिक्जिबल छ त, हामी त अब आफूसँग भएको रिसोर्स पनि कुरा हेर्नुपर्ने होला होइन। अब हुँदै नहुने कुरा, रिसोर्स नपुग्ने कुरालाई चाहिँ हामी भोलि गएर यो गरिदिन्छु अनि त्यो कुरा भइदिएन भने फेरि पनि त आशा मर्छ नि त। के कुरा हुन्छ, हामी पहिला चाहिँ कामै गरौँ। काम गरिसकेपछि त्यो निर्णयहरू चाहिँ हामी तपाईँको अगाडि चाहिँ प्रस्तुत गर्ने नै छौँ। त्यसको लागि चाहिँ तपाईँहरूले कृपया हामीलाई पनि समय दिनु होला। हामी चाहिँ किनभने हामीसँग सर्ट टाइम छ, रिसोर्सेस पनि थोरै नै छ, काम गर्नुपर्ने धेरै छ, डेलिभरी गर्नुपर्ने धेरै छ। काम बारेमा चाहिँ हामी विस्तृत रूपमा चाहिँ तपाईँहरूलाई चाहिँ विवरण समेत हाम्रो सचिवज्यूसँग यहाँ मन्त्रालयको पदाधिकारीज्यूहरूसँग चाहिँ सल्लाह गरेर यो विषयमा चाहिँ हामी तपाईँलाई चाहिँ जानकारी गराउनेछौँ। खेलकुद मन्त्री बब्लु गुप्ताको आगमन भएको छ, तपाईँ देख्न सक्नुहुन्छ। यति बेला भर्खर मात्रै राष्ट्रपति निवास शीतल निवासबाट शपथ तथा गोपनीयताको शपथ लिएर यति बेला फर्केको हुनुहुन्छ, उहाँले देख्न सक्नुहुन्छ। मन्त्रीजी आइसक्नु भएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता हजुर, नमस्कार। यति बेला पदभार ग्रहण गर्नको लागि माननीय मन्त्री दृश्य यहाँ देख्न सक्नुहुन्छ। कार्यकक्ष मन्त्रीजीको बाहिर यसरी स्वागत गरिरहेछ। हामी चाहिँ यस मन्त्रालय अन्तर्गत गर्न गइराखेको काम बारेमा चाहिँ हामी विस्तृत रूपमा चाहिँ तपाईँहरूलाई चाहिँ विवरण समेत हाम्रो सचिवज्यूसँग यहाँ मन्त्रालयको पदाधिकारीज्यूहरूसँग चाहिँ सल्लाह गरेर यो विषयमा चाहिँ हामी तपाईँलाई चाहिँ जानकारी गराउनेछौँ। धन्यवाद। छलफल गर्छ। एउटा पहिलो निर्णय त भन्दैन न। होइन, निर्णय भन्दा नि एउटा फोटो खिचौँ भनेको कुर्सीमा बसेको जाउँ न भनेको, फोटो खिचौँ भनेको क्या एउटा सिटमा बस्यो अलिकति पछाडि जाउँ न। कसरी प्रतिनिधित्व गर्नुहुन्छ, कसरी काम गर्नुहुन्छ भन्नुहोस् त। तपाईँ केही समूहबाटै मन्त्री बन्नु भएको छ, हामी सल्लाह गर्ने कसरी सम्बोधन गर्नुहुन्छ? तपाईँ जेन्जी पुस्तालाई नै प्रतिनिधित्व गरेर मन्त्री पदमा आउनु भएको छ होइन? हजुर, पहिलो निर्णय के हुन्छ तपाईँको बताउनुहोस्। पहिलो निर्णय बताउनुहोस् न।
आजको निर्णय चाहिँ हाम्रो युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ताजीले चाहिँ यो बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ ब्रिफ गरिदिनुहुन्छ। नमस्कार मन्त्रीज्यू, सचिव लगायत आज यहाँ उपस्थित रहनुभएका सम्पूर्ण पत्रकार सहम्यामहरू र अन्य सम्पूर्ण कर्मचारी सहम्यामहरू, आज मन्त्रीज्यूको पहाडीको सबभन्दा पहिलो निर्णयको रूपमा यो युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी निर्देशनपूर्ण प्रतिबद्धताका लागि सबैलाई जानकारी गराउने भन्ने निर्णय भएको छ। यति निवेदन गरे। सबैतिर हेर्दैछ। अब यता पनि हजुर, यता पनि है मन्त्री, यता पनि मन्त्री सिधा अगाडि हजुर, यता यता केही बोल्नुहुन्छ मन्त्रीजी? यो प्रत्यक्ष प्रसारण भन्नाले सबै बैठकहरू अब लाइभ हुन्छ। अब हजुर, यसलाई चाहिँ हामी एक्सप्लेनेसन पनि गर्छौँ। अब टिमसँग हामी छलफल गर्दैछौँ होइन, किनभने टिमसँग एउटा छलफल गरेर त्यसलाई चाहिँ अगाडि बढाउँदाखेरि राम्रो हुन्छ। तपाईँ 23 र 24 गते 2 दिनै तपाईँ चाहिँ बानेश्वरमा पनि उपस्थित हुनुहुन्थ्यो। यो घटनाक्रमलाई सबैलाई नजिकबाट हेर्नु भएको छ। अब मुख्य कुरा चाहिँ जिन्जीको भावनालाई, जिन्जीको मागलाई, घाइते परिवारको आवाजलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ तपाईँ? त्यो राख्नुहोस् पऱ्यो। अब यो कुरामा चाहिँ हामी टिमसँग चाहिँ छलफल गर्छौँ। यहाँ विभिन्न निकायहरू छ। अब यहाँनिर हाम्रो युवाको जुन मागको कुराहरू छ र युवाको कुराहरूलाई चाहिँ आजसम्म राष्ट्रले नसमेट्दै गर्दाखेरि हामी चाहिँ विभिन्न त्यो कुराहरू चाहिँ उत्पन्न समाजमा चाहिँ भइरहेको थियो। त्यो कुराहरूलाई चाहिँ अब कसरी एउटा ठाउँमा चाहिँ लिएर आउने र त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनतर्फ पनि चाहिँ हामी यो युवा मन्त्रालयको तर्फबाट चाहिँ कसरी यसलाई अगाडि बढाउने भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ। र के कुरा हुन्छ हामी पहिला चाहिँ कामै गरौँ। काम गरिसकेपछि त्यो निर्णयहरू चाहिँ हामी तपाईँको अगाडि चाहिँ प्रस्तुत गर्ने नै छौँ। त्यसको लागि चाहिँ तपाईँहरूले कृपया हामीलाई पनि समय दिनु होला। हामी चाहिँ किनभने हामीसँग सर्ट टाइम छ, रिसोर्सेस पनि थोरै नै छ, काम गर्नुपर्ने धेरै छ, डेलिभरी गर्नुपर्ने धेरै छ। त्यही भएर चाहिँ हामी एकतर्फ चाहिँ कामैतर्फ चाहिँ लाग्छ है। यो खेलकुद मन्त्रालय हो। यो खेलकुद मन्त्रालय योसँग सम्बन्धित संस्थाहरू जो छन्, यसका स्टेकहोल्डरहरू, राष्ट्रिय युवा परिषद, खेलभन्दा पनि चलखेलमा धेरै लागेका देखिन्छन्। यसलाई रोक्न तपाईँसँग केही ठोस योजना? त्यो विषय हामी प्रस्तुत गर्दै लान्छौँ। हामीलाई काम चाहिँ अगाडि बढाउनलाई दिनु। हामी चाहिँ प्रस्तुत डे वाइज तपाईँहरूलाई चाहिँ के कामहरू अगाडि आउँदो दिनमा चाहिँ हुन्छ त्यो कुराहरू हामी प्रस्तुत गरिहाल्छौँ। मन्त्री बन्दै गर्दाखेरि तपाईँ केही योजना त लिएर आउनुभयो? हजुर, अब यसो बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँ न होइन। अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रियो भने होइन। तपाईँहरूले अलिकता इन्डोर्स मलाई गरिदिनु भयो भने मैले चाहिँ आफ्नो अनुरूपले चाहिँ टिमसँग चाहिँ सल्लाह गरेर नेपालमा चाहिँ के कुरा फ्लेक्सिबल छ त, हामी त अब आफूसँग भएको रिसोर्स पनि कुरा हेर्नुपर्ने होला होइन। अब हुँदै नहुने कुरा, रिसोर्स नपुग्ने कुरालाई चाहिँ हामी भोलि गएर यो गरिदिन्छु अनि त्यो कुरा भइदिएन भने फेरि पनि त आशा मर्छ नि त। भनिसकेपछि जहिले पनि हाम्रो ग्राउन्डदेखि एउटा चाहिँ प्रश्न के उठिरहेको छ भने जो गयो खालि बोल्ने त हो, कराउने त हो होइन। यो चाहिँ हाम्रो र वर्ड होइन। यसरी बोलिराख्दाखेरि हामीलाई पनि चित्त दुख्छ क्या। त्यही भएर चाहिँ हामी चाहिँ जतिसक्दो हुन्छ पहिला चाहिँ काम गर्छौँ अनि कामको कुरा चाहिँ ब्रिफिङ गर्छौँ। नभए चाहिँ के हुन्छ भने गफै गफ मात्र कुराको चाहिँ ब्रिफिङ हुन्छ। हस्, धन्यवाद। त्यतिलाई मन्त्रीज्यूले पहिलो निर्णयको रूपमा यो मन्त्रालय र अन्तर्गतका सबै निकायहरूबाट हुने बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी व्यवस्था मिलाउने भन्ने निर्णय भएको छ। सोही अनुसार हामीले मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायहरूलाई विद्यमान बजेट स्रोत साधन र हामीसँगै भएको स्रोत साधनलाई प्रयोग गर्ने गरी, परिचालन गर्ने गरी त्यसलाई व्यवस्थापन मिलाउनका लागि आवश्यक प्रबन्ध गरिरहेको छ। त्यो विषय चाहिँ हजुर सबैलाई म यो निवेदन गर्न गर्दछु। र साथमा अब आजको यो कार्यक्रममा मन्त्रीज्यूको निर्देशन अनुसार यहाँ कर्मचारीहरूसँग र मन्त्रालय परिवारहरूसँग अन्तर्क्रियाको कार्यक्रम रहेको छ, परिचयात्मक कार्यक्रम रहेको छ। र अहिले पत्रकार र आदरणीय पत्रकार महानुभावहरूलाई आजको कार्यक्रमको यति जानकारी गराउँदै र मन्त्रीज्यूले योभन्दा पछाडि छलफल गरेर आफूले तय गरे अनुसारका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कार्यान्वयन योग्य निर्णयहरू गर्दै जाने र लागू गर्दै जाने त्यो अभिप्रायले हामीहरूलाई निर्देशन दिनुभएको छ। सोही अनुसार छलफल हुने म मन्त्रीज्यूको तर्फबाट र सचिवको तर्फबाट हजुरहरू सबैलाई यति जानकारी गराउन चाहन्छु। धन्यवाद।